हेलो साथीहरु, गुड मर्निङ। वेलकम टु माई ब्लग हैन। मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। यो चाहिँ सुतिरहने केटाहरूको लागि है, केटीहरूको लागि जो आफ्नो लौरी भने सपना बोकेर बसेको भाइ हुनुहरूको लागि हो। ओइ केटाकेटीहरू, नसोच, फेरि फोनमा बिजी नहो, पढ कुद, तेरो लाइफ बन्छ। बिचरा दाइ गाउँदैन होला के हो भने बोलाइदियो होला। मेरो डेस्टिनेसन चाहिँ आज यहाँ भोटा पुग्नेसम्म थियो। फिनिसिङ पोइन्ट। कुन सेन्टर पनि छिटो बस्ने ठाउँ। पसिनाले भिजिसक्यो। अहिले चाहिँ 7 बजिसकेको छ। कतिखेर पुगिन्छ अब। यहाँ एक्सर्साइज गर्दैछन्। म चाहिँ अहिले पञ्चकन्या मन्दिरमा आइसकेको छु हैन। पञ्चकन्या मन्दिर देख्न सक्नुहुन्छ। जङ्गल बाभरि बाघ भालु थिन्छ जङ्गल। तल गेट चाहिँ पञ्चकन्या गेट हो। केटाहरू कुन चाहिँ सेन्टरको पुरा फोटो खिच्दैछ। हेलो साथीहरू, आज म लङ्गाउन आएको थिएँ। त्यही भएर एकछिन हेर्नु पानी हो। खबर पनि सन्चै हुन्छ होला भन्ने मेरो आशा छ। त्यसले आजको मेरो भनाइ चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद। थ्याङ्क्स फर वाचिङ।